घिसिङ मन्त्री बनेपछि भारतसँग भएको विद्युत खरिद सम्झौतामा करोडौंको गडबडी भएको देखिएको छ। घिसिङ र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको पीटीसी इन्डियासँग 43 करोड रुपियाँ बराबरको नोक्सानी हुने गरी विद्युत खरिद सम्झौता भएको छ। यस्तो सम्झौता गर्नु अघि अनिवार्य हुने विद्युत नियमन आयोगको स्वीकृति घिसिङले लिएका छैनन्। आफूले मन पराएका व्यक्ति प्राधिकरणमा हुलेपछि कानून र संस्था मयौं भन्ने उनको प्रवृत्तिले भारतमा सेटिङ गराएको छ। 100 मेगावाट विद्युत खरिद गर्न प्राधिकरणले प्रस्ताव पठाउँदा पीटीसीले प्रति युनिट 6 रुपियाँ 74 पैसा भारूमा बिक्री गर्न तयार रहेको भन्दै सन्देश पठायो। प्राधिकरणले महँगो भएको भन्दै घटाइदिन प्रस्ताव गरेकै बेला सिलवाल नियुक्त भएपछि घिसिङले प्रति युनिट 21 पैसा भारू दर बढाएर दोस्रो प्रस्ताव पठाएका थिए। यसरी पीटीसीले नै प्रस्ताव गरे भन्दा 34 पैसा बढीमा विद्युत खरिद गरेर घिसिङ र सिलवालले करिब 43 करोड रुपियाँको खेलो फाडो गरेको देखिएको छ। यो प्रकरण सतहमा आएपछि जेनजी मुभमेन्ट अलायन्सले मन्त्री घिसिङको राजीनामा मागेको छ।